नेपालगञ्जका नगरहरूमा छाडा पशु चौपायाको बिगबिगी, केही घाइते त केही मर्ने अवस्थामा सम्बन्धित सरोकारवाला पक्ष मौन। नेपालगञ्जका युवाहरूले सरोकारवाला पक्ष नेपालगञ्ज उपमहानगरपालिकालाई मर्न लागेको गाईको उपचारको लागि खबर गर्दा गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति उपमहानगरपालिकाको डाक्टरद्वारा युवाहरूद्वारा नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा मृत गाई र गोरुको शव राखी धरना प्रदर्शन। सम्बन्धित पक्षको ध्यान आकर्षण गराउन हामी यसरी गर्न बाध्य भएको युवाहरूको भनाई। के हो यो गाई, के भएको हो यो? म चाहिँ विशाल सिंह ठाकुर। हजुर, मैले यो गाईलाई एकदम नराम्रो अवस्थामा रगत मुखबाट फाल्ने र दिशा पनि रगत गर्ने अवस्थामा भेटेको त तडपिरहेको थियो। मैले नगरपालिकाको एउटा डाक्टरलाई हामीले फोन गरेर हामीले नम्बर भेटाएको थियौँ। ए नगरपालिकाको डाक्टरलाई तपाईँले फोन गर्नुभयो? हजुर, हामीले गरेको, मैले गरेको आफ्नो नम्बरबाट। नगरपालिकाको डाक्टरले हामीलाई के भन्छ, हामी बिदामा छौँ, हामीसँग टाइम छैन, यस्तो हामीलाई यस्तो पब्लिक सर्भिस चाहिँदैन, यो हाम्रो गाई यो भनेको हाम्रो घरको होइन होइन, हामीले पूजा गर्ने सबै गर्ने। अनि यो मर्ने अवस्थामा जब हामीले भेट्यो भनेपछि राष्ट्रिय जनावर मरिरहँदा डाक्टर साहबले म आज बिदामा छु गरे टाइम छैन गरे भन्छन्। गाई नेपालगञ्जमा सबैजनाले हाम्रो यहाँ पुलिस दाइहरू पनि हाकिम दाइहरू पनि सब उभिएछन्। गाई र गोरु भनेको हाम्रो राष्ट्रिय जनावर हो। यो राष्ट्रिय जनावरलाई यस्तो सेवा हुनु पर्यो, यस्तो उपचार हुनु पर्यो। राष्ट्रिय जनावर मरिरहँदा तपाईँहरू चाहिँ प्राइभेट हस्पिटलमा जानु पर्यो। प्राइभेटमा लिएर जाऊ भनेपछि यहाँको डाक्टरको भनाइअनुसार नेपालगञ्जका विभिन्न ठाउँमा पनि अल्पत्र अवस्थामा पनि छन् र केही घाइतेहरूको उपचार गर्न पर्यो भने यो नगरपालिकाको पशु शाखा नामको लागि मात्रै हो कि यसमा केही कामहरू पनि गरिरहेछन्? यस विषयमा तपाईँहरूले धेरै पटक पनि गाईहरूको उद्धार गरिराख्नु भएको हामीले देखेका छौँ। के छ अहिले आज यो गाई मरिरहँदा तपाईँहरूले यस संस्थालाई उद्धारको लागि सम्पर्क गर्दा के आयो त यहाँबाट? हजुर, म सुभाष साहु, मसँग कुनै पनि संस्था छैन, मैले मात्रै आफ्नो काम र सबै कुरा हेरेर एउटा रेस्क्युमा लागेको छु। धेरै दिनदेखि नै लागेको छु, धेरै वर्षदेखि। र मलाई आज यसको लागि पनि फोन आएको थियो। त्यति बेला म आफ्नो स्कुलमा थिएँ, ड्युटी टाइम थियो मेरो। र म ड्युटी टाइममा हुँदा पनि मैले यस्तो छ उहाँहरूले यसरी नम्बर यसमा फोन गरेर जानुहोस् हजुर उनीहरू आएर हेल्प गरिदिन्छन् भनेर मैले दिएँ। अनि त्यसपछि उनीहरूले फोन गरेपछि आधा एक घन्टापछि मैले उनीहरूलाई ब्याक कल गरेँ कि के भयो, कस्तो छ अवस्था भनेर। त्यसपछि उनीहरूले मरिसक्यो, हामी नगरपालिका लग्दैछौँ भनेर कुरा गर्नुभयो उहाँहरूले। त्यसपछि मैले फेरि नगरपालिकामा आउँदा यिनीहरूले बाटोमा यसरी ल्याएर राखेरहेछन्। यो गल्ती अब पब्लिकको हो सबैभन्दा पहिला, त्यसपछि नगरपालिकाको हो। गाईको दुध खाएर छोड्ने पब्लिक हो, नगरपालिका होइन। सेकेन्ड कुरा, नगरपालिकाले यसको व्यवस्थापन नगरिदिने त्यो एउटा नगरपालिकाको पनि गल्ती हो। हामी कुनै कतिपय केसमा यसको इलाज गरिदिनुहोस्, यसको ट्रिटमेन्ट गरिदिनुहोस् सर भनेर आउँछौँ हेल्प लिएर, तर कहिले औषधि छैन, एउटा एन्टिबायोटिक पनि छैन भन्नुहुन्छ, एउटा पेन किलर। भनेपछि यो उपमहानगरपालिका जो एउटा जिम्मेवार पक्ष हो उसँग औषधि छैन, डाक्टर छैन भने प्रश्न जवाब धेरै पटक तपाईँहरूले पाइराख्नु भएको छ। यस्तो संस्कार गर्ने, यसलाई लगेर चाहिँ व्यवस्थापन गर्ने जिम्मा मैले लिएको छु। मिटिङ राख्ने आइतबार साहब र हाकिम साहब उफ्ने साहब हुनुहुन्छ, उहाँलाई डाक्टर साहबको अगाडि के हुन्छ आशिष भाइ पनि आउनुहुन्छ, सबैजना बसेर आउनुहुन्छ।